जय मसी मेरो प्रियहरू, स्वागत छ तपाईँलाई हाम्रो यो प्रार्थनामा। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ अनि लाइक गर्न नबिर्सिनु होला। कमेन्ट्समा आफ्नो प्रार्थना विषय राख्न नबिर्सिनु होला। धेरैभन्दा धेरै भिडियोलाई सेयर गर्नु, किनभने आज तपाईँको आशिषको दिन हो। आमेन। अनि आज तपाईँको आशिष र खुसीको दिन, एउटा विजयको दिन। अनि यो विजयको दिनलाई, यो आशिषको दिनलाई तपाईँले आफ्नो कसरी बनाउन सक्नुहुन्छ, त्यो कुरामा अलिकति म तपाईँलाई बताउने छु। म पास्टर दिलीप पोखराबाट। तपाईँहरूको लागि गुड न्युज पनि छ, किनभने हाम्रो यही 2082 साल चैत 24 गते है, यानि कि अब टाइम छ, अझै धेरै टाइम छ, तर चैत 24 गतेको डेट मैले परमेश्वरबाट लिएको छु। मैले तपाईँलाई सायद चैतको कति गते भन्दै थिएँ, तर परमेश्वरले चाहिँ चैतको 24 गतेको डेट मैले हिजो परमेश्वरसँग प्रार्थना गरेर अनि लिएको छु। त्यो कारण हिलिङ क्रुसेड, हाम्रो चङ्गाई सभा, ठुलो चङ्गाई सभा चैतको 24 गते हुँदैछ। अनि तपाईँ त्यसमा चाहिँ जोडिन सक्नुहुन्छ। तपाईँ यदि जोडिन चाहनुहुन्छ भने तपाईँ चैतको 24 गतिको प्रार्थनामा आउन चाहनुहुन्छ, मङ्गलबार पर्छ है। अनि हामी नयाँ ठाउँमा सरेका छौँ, न्यू रोडमा छैनौँ अहिले, हामी अहिले चाहिँ नयाँ ठाउँमा छौँ। त्यो नयाँ ठाउँमा तपाईँ आउन सक्नुहुन्छ। त्यहाँ आएर चाहिँ डेम साइड पारदी 17 भन्छ, पारदी माविबाट भित्र वेलकम गेट, डेम साइडको वेलकम गेटबाट भित्र पस्ने हो, पुरानो एयरपोर्टतिर है। तपाईँ यदि आउनुभयो त्यसै तपाईँ आउन सक्नुहुन्छ। यदि तपाईँ अर्को बाटो आउनुहुन्छ भने छोरेपाटनको बाटो उताबाट पनि मिल्छ, त्यो उसबाट सिजन चोकबाट तपाईँ आउनुहुन्छ भने तपाईँ डेम साइड झरेर त्यहाँबाट ठ्याक्क होटल येल्लो पेगोडाबाट भित्र छिर्ने हो है। ल त्यो कारण तपाईँ आउन सक्नुहुन्छ। त्यहाँ सायद बोर्डसोर्ड के हुन्छ साइन, त तपाईँ व्हाट्सअप नम्बरमा कन्ट्याक्ट गरेर अथवा फोन नम्बर डाइरेक्ट फोनमा तपाईँ कन्ट्याक्ट गरेर तपाईँ आउन सक्नुहुन्छ। यदि आउने भने नाम तुरुन्त टिपाउनु होला। पछि फेरि म आउन पाइनँ बासवा भनेर नाम टिपाउनु मैले बिर्सेछु भनेर तपाईँ भन्न नपाउनु होला, किनभने लिमिटेड छ, लिमिटेड। त्यो कारणले पहिले फोन गरेर गर्न सक्नुहुन्छ। अनि यो फ्री हो, पैसा चाहिँ लाग्दैन है। ल त्यो कारण तपाईँ चाहिँ त्यो गर्न सक्नुहुन्छ। आउनुहोस् हामी परमेश्वरको वचनतिर जाउँ। अनि आज म तपाईँलाई बताउने चाहिँ तपाईँको आशिषको दिन अब सुरु भयो मेरो प्रियहरू। आमेन। हाम्रो चर्चमा परमेश्वरले साँच्चै नै आशिषका ढोकाहरू खोलेर हामी एउटा कुन लेभलमा थियौँ, परमेश्वरले हामीलाई कुन लेभलमा पुर्याउँदै हुनुहुन्छ भन्ने कुरा। अनि मैले तपाईँलाई के भन्छु भन्दा, साँच्चै नै जुन अब्राहमलाई परमेश्वरले आशिष दिनुभएको थियो नि उत्पत्ति 12 अध्यायमा, त्यो आशिष चाहिँ वास्तवमा हाम्रो लागि हो मेरो प्रियहरू। परमेश्वरले भन्नुभयो म तँलाई आशिषको मूल बनाउने छु, यानि कि तपाईँबाट आशिष सुरु भएर अब नदी बग्छ मेरो प्रियहरू। आमेन। किनभने परमेश्वरले भनेको वचन हो, आशिषको मूल बनाउँछु। यदि आशिषको मूल परमेश्वरले बनाउँछु भनेर प्रतिज्ञा गर्नुभएको छ भने उहाँले तपाईँलाई आशिष दिनुहुन्छ। हिब्रू 6:14 भन्छ म तँलाई निश्चय आशिष दिनेछु, यानि कि परमेश्वरले हामीलाई आशिष दिने निर्णय गरिसक्नु भएको छ। आमेन। तर कतिपटक हाम्रो जीवनमा के हुन्छ भन्दा, हामीले चाहिँ कतिपटक सही ठाउँमा हामी गएर एकजना हाम्रो चर्चमा विश्वासी हुनुहुन्थ्यो, उहाँ लगभग 8-10 वर्ष भइसकेको छ। उहाँको चाहिँ पेन्सन आएको थिएन, एकदमै गाह्रो त्यो उहाँको नामै नै कि अब पेन्सन पट्टामा नामै नै उहाँको। अनि अब असम्भव छ यो, अब मिल्दैन भनेर उहाँले हात चालेर अब त्यस्तै हो भनेर भन्नुभएको। सचाइ जानुहुन्थ्यो पहिला, अनि त्यसपछि कताबाट हाम्रो भिडियो सुन्नुभयो, ठिकै छ अब चर्च जाउँ भनेर उहाँहरू चर्चमा आउनुभयो। एकचोटि उहाँले विषय राख्नुभयो, यस्तो यस्तो छ पास्टरबा आउला पिन्सिन भन्नुभयो। मैले भने किन आउँदैन, आउँछ, परमेश्वर ल्याउनुहुन्छ, किनभने लेखिएको छ परमेश्वरको आशिषले धन सम्पत्ति आउँछ। आमेन। अनि त्यही भयो उहाँको जीवनमा पनि। त्यो पेन्सन चर्चमा आइसके पछाडि त उहाँको त 2-3 महिनामा त पेन्सन त हातमा पऱ्यो क्या। आमेन, हालेलुया। नपत्ताउने तरिकाले परमेश्वरले स्वर्ग खोलेर उहाँको जीवनमा काम गर्नु हो मेरो प्रिय। मैले भन्न खोजेको कुरा, तपाईँको जीवनमा नि आज परमेश्वरले काम गर्न सक्नुहुन्छ। अनएक्सपेक्टेड मिरेकल्स तपाईँले हेर्नु भयो भने कति, हाम्रो चर्चमा एकजना हुनुहुन्थ्यो, उहाँ आउनुभयो, प्रभु अगाडि बढ्नुभयो, ल अब के गर्ने, ल बक्तिस्मा लिनुपर्छ, ओके डन म लिन्छु, ब्याटबाट अगाडि बढ्नु, ब्याट आउनुभयो। 7-8 वर्षबाट बच्चा थिएन, परमेश्वरले बेबी ब्लेसिङ दिनुभयो। आज बेबी ब्लेसिङ दिएर अहिले उहाँ चाहिँ एउटा छोरा पाएर बस्नुभएको छ है। अझै एकजना हुनुहुन्थ्यो, उहाँले फेरि छोरी पाएर बस्नुभएको छ। फेरि अझै कति 8-9-10 वर्षबाट बच्चै नभएर उहाँको चाहिँ डक्टरले चाहिँ अब भनौँ न अब गाह्रो छ भनेको, अब त्यहाँ डक्टरबाट त के गरेर राख्छ नि त, टिप्सु के गरेर, त्यसै गरेर राख्दा पनि बच्चा नबसेको, 5-6 चोटिसम्म बच्चा बसेन है। एकदम त्यो गाह्रो अवस्था, श्रीमानमा प्रब्लम चाहिँ मिल्दैन। अब तपाईँमा पनि अलिकति प्रब्लम देखिन थाल्यो, तपाईँको पनि अन्डा यस्तो हुन थाल्यो, उस्तो हुन थाल्यो। तर उहाँ चर्चमा आउनुभयो, ले ह्यान्ड गर्नुभयो, ले ह्यान्ड गरिसके पछाडि त्यो लगभग अहिले 7-8 महिना पछि चाहिँ परमेश्वरले उहाँको गर्भ यस्तो तालले खोल्नुभयो मेरो प्रियहरू। अहिले उहाँ चाहिँ प्रेग्नेन्ट हुनुहुन्छ अरे। आमेन। मैले भन्न खोजेको कुरा, आशिषको मूल, परमेश्वरले हामीलाई आशिषको मूल बनाउनु भएको छ भने तपाईँको जीवनबाट नदी बग्छ। परमेश्वरले आशिष गर्नुहुन्छ, परमेश्वरले मिरेकल्स गर्नुहुन्छ, नसोचेका द्वारहरू तपाईँको खोलेर तपाईँलाई एउटा ब्लेसिङमा एन्ट्री गराउनुहुन्छ परमेश्वरले, यीशुको नाममा। आमेन, हालेलुया। तपाईँको भरोसा यदि परमेश्वरमा छ र तपाईँले परमेश्वरसँग माग्नु भएको छ भने नि, तपाईँको कोसिसले होइन तर तपाईँको आशिषले धन सम्पत्ति आउँछ। आमेन, हालेलुया। म प्रभुसँग प्रार्थना गर्दै थिएँ, प्रभु के गरौँ त, भन्नुहोस् न प्रभु। प्रभुले हुन सुन, तेरो कोसिसले होइन मेरो आशिषले आउने कुरा हो।
आमेन, हालेलुया। अनि परमेश्वरले सधैँभरि तपाईँलाई आशिषित देख्न चाहनुहुन्छ, किनभने परमेश्वर हाम्रो को बाउ, स्वर्गको बाउ। यो पृथ्वीको बा आमाले के तपाईँलाई भिखारी भएर रोडको छेउमा भिख मागिदिनुहोस् भन्ने चाहन्छन् र? भन्नु न, चाहन्छन् र? तपाईँ एउटा राम्रो लाइन लिएको, तपाईँ पढेको, तपाईँ एउटा इन्जिनियरको काम, डक्टरको काम है, त्यस्तो काम गरेको तपाईँको बुवा आमाले रुचाउनुहुन्छ। तपाईँ एउटा ब्याङ्कमा राम्रो पोजिसनमा काम गरेको, एउटा राम्रो पोस्टमा तपाईँ भएको, एउटा सरकारी जागिर पोस्टमा भएको तपाईँको फ्यामिली चाहनुहुन्छ। एउटा ठुलो बिजनेसम्यान भएको तपाईँको फ्यामिली चाहनुहुन्छ। यानि कि तपाईँ ठुलो मान्छे भएको तपाईँको फ्यामिलीले चाहनुहुन्छ। मेरो प्रियहरू, तपाईँको बुवा आमाले त्यस्तो चाहनुहुन्छ भने कि तपाईँले आफ्नो छोरालाई त्यस्तो सोच्नुहुन्न र मेरो छोराले राम्रो जागिर पाओस्, भोलि अनि तपाईँ राम्रो स्कुलमा हाल्नुहुन्न र पढाइ बिग्रियो भनेर? त्यस्तै जस्तो मेरो प्रियहरू, मैले तपाईँलाई भन्न खोजेको कुरा, परमेश्वरको मन पनि तपाईँभन्दा झन बढी छ तपाईँतिर। त्यो त बाइबलले भन्छ त, मत्ती 7:11 के भन्छ? मागा तिमीलाई दिन्छ, तर तिमीले मागेको भन्दा पनि बढी झन कति बढी गरेर परमेश्वरले दिनु होला। स्वर्गीय पिताले झन् कति बढी गरेर दिनुहुन्छ। 7देखि पढ्दै जानुभयो भने है। मैले भन्न खोजेको कुरा, परमेश्वरले तपाईँको जीवनमा स्वर्ग खोलेर आशिषलाई वर्षाउनुहुन्छ। तपाईँको जीवनमा अनएक्सपेक्टेड काम परमेश्वरले गर्नुहुन्छ, किनभने लेखिएको छ उहाँले हामीलाई आशिषको मूल बनाउनुहुन्छ भनेर। उहाँले हाम्रो द्वारहरू खोल्नुहुन्छ। उहाँले हाम्रो जीवनमा ठुलो काम गर्नको लागि हामीलाई बोलाउनु भएको, हार्नलाई होइन। जे कुरा बाइबलले भन्छ त्यो कुरा परमेश्वरले हामीलाई आशिषको मूल बनाउँछ भनिसकेपछि हामीबाट आशिष बग्छ हो, त्यो सोच्नुहोस् न। माइन्डमा त के हो छिराना। यी दिनमा मैले टिचिङ बदलिदिएको चर्चमा। मैले विश्वासीको माइन्ड सेटअप गराउनको लागि मैले चाहिँ विश्वासका वचन, बाइबलले भनेका कुरा र त्यो कुरामा लक लाउने त्यो मैले सिकाउँदैछु। अझै पनि त्यो कुराहरू अब भनौँ न भर्खर विश्वासीहरू त्यो लाइनमा बल्ल त्यो स्टेपमा आउनुभएको छ। पहिला खालि पाठमा के हो वचन है, पवित्रतामा रहनुपर्छ भन्नुहुन्छ, वचन के हो पाठमा वचन। मैले भने अब दुधे बालकलाई दुध खुवाउनु पऱ्यो नि, पहिला सिधै मासु खाने के हुन्छ? भर्खर जन्मेको बच्चालाई छेर्छ, पत्दैन, सन्चुन्न। त्यो कारणले बिस्तारै दुध भात खाँदै जानु, बिस्तारै मासु खुवाउँला। अनि दुध भात खाँदै जानु। अहिले मैले मासु भात खुवाउँदैछु चर्चमा, किनभने अब त टाइम भयो नि त, 2 वर्ष भयो। अब त मासु भात खुवाउनु पऱ्यो। अब पनि दुध भात खुवाउनु थाल्यो भने के हुन्छ फेरि? पेटा जुगा पर्छ हुन्छ फेरि। बुझ्नुहुन्छ? त्यहाँबाट मैले चाहिँ मासु भात खुवाउँदैछु अहिले। अनि मासु भात खाउँदा कतिलाई पचेको छ, कतिलाई नपचेर छिरिराख्नु भयो फेरि, त्यस्तो छ। त्यही कारण मैले भन्न खोजेको कुरा के छ भन्दा, परमेश्वरको वचन मैले यी दिनमा चाहिँ अलिक डिपमा सिकाउँदैछु। अहिले मैले गहिराइमा सिकाउँछु वचन अहिले, किन भन्दा विश्वासीले गहिराइमा बुझ्यो त्यो वचनले हामीलाई के भन्न खोजेको, हामी किन जन्मियो, हामीलाई किन बोलाउनु भयो, परमेश्वरले किन हाम्रो जीवनमा काम हुन्न, सबैको एन्सर त्यही हुन्छ। आमेन। अनि यो हप्ता पनि मैले धेरै राम्रो कुरा सिकाउँदै थिएँ। सायद तपाईँले डिडी फायर मिनिस्ट्री च्यानलमा हेर्न सक्नुहुन्छ गएर। शैतानको ठुलो त्यो झुटो कुरालाई र त्यसले पारेको भ्रममा हामी नपरौँ भन्ने त्यस्तो समथिङ के छ, तपाईँ त्यसलाई खोजेर चाहिँ हेर्न सक्नुहुन्छ डिडी फायर मिनिस्ट्रीमा है। लेटेस्ट भिडियो अपलोड, शैतानको ठुलो झुटलाई विश्वास नगर्नुहोस्, त्यसको शैतानको ठुलो झुटलाई त्यस्तै समथिङ के छ है, तपाईँले हेर्नु त टाइटल। अनि त्यही कारण डिडी फायर मिनिस्ट्री हाम्रो अर्को च्यानल, त्यसमा मण्डलीको च्यानल भिडियोहरू आइरहेको हुन्छ। यो अब डेली बायोलिटीमा चाहिँ अब खालि बिहानीको मात्रै आउँछ है, बिहानमा के प्रार्थना गर्ने भनेर मात्रै आउँछ। तर डिडी फायरमा चाहिँ सबै आउँछ, त्यहाँ मण्डलीमा के भइरहेछन् है, सर्ट्सहरूदेखि लिएर सबै कुरा त्यहाँ हुन्छ। त्यही कारण डिडी फायर मिनिस्ट्री तपाईँ चेकआउट गर्नु, तपाईँलाई सजिलो हुन्छ। अघि मैले भने अहिले पोखरामा हाम्रो क्रुसेड हुँदैछ, त्यसको लागि तयारी। परमेश्वरले हामीलाई आशिषित हुनलाई बोलाउनु भएको मेरो प्रियहरू। तपाईँ एउटा आशिषको मूल हो भने नि तपाईँबाट नदी बग्नुपर्छ, अब खोला बग्नुपर्छ, आशिषको खोला, आशिषको नदी। आमेन। अनएक्सपेक्टेड काम हुन थाल्छ, अनएक्सपेक्टेड। त्यही कारणले परमेश्वरको वचनमा अडिनुहोस्, अगाडि बढ्नुहोस्, जति सक्नुहुन्छ भन्नुहोस्। अनि हामी प्रार्थनामा जानेछौँ। अनि तपाईँ सबैजना आँखा बन्द गर्न सक्नुहुन्छ। म तपाईँलाई प्रार्थना चाहिँ समय अनि हाम्रो जुम मिटिङ भइरहन्छ, तपाईँ जुम मिटिङमा पनि जोइन हुन सक्नुहुन्छ। कतिहरू हुन्छ के हुन्छ त्यो कुरा तपाईँले चाहिँ गर्न सक्नुहुन्छ। हाम्रो चर्च सरेको चाहिँ न्यू रोडमा छैन, मैले भनिसकेको छु, डेम साइड पुरानो एयरपोर्टतिर छ है। आउँछौँ प्रार्थना गरौँ। सर्वशक्तिमान परमेश्वरमा प्रार्थना गर्छु, जतिजना मलाई समय हेरिदिन्छ प्रभु, आफ्नो आफ्नो बिमारी भएको स्थानमा हात राख्नु भएको छ, म प्रार्थना गर्छु
फायर सान्दा लाबा खासा कारा बादा नागा दागा नागा जाओ 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 हर बिमारीहरू जाओ 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 हात खुट्टा दुख्ने बिमारी भाग यीशुको नाममा गोडा दुख्ने भाग यीशुको नाममा पेट दुख्ने भाग यीशुको नाममा राखान्दा लाब्रा साक्रा ढाड दुख्ने जाओ यीशु मसीहको नाममा हरेक ब्लकेज नसा खुली जाओ यीशुको नाममा बाँचेको हड्डी जोडियोस् यीशुको नाममा पेट दुख्ने बिमारी फायर ढाड दुख्ने बिमारी फायर मुटुको बिमारी फायर 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 राखा ला राखा साखा छातीको बिमारी जाओ यीशुको नाममा दाग धब्बा जाओ यीशुको नाममा किडनीको बिमारी जाओ यीशुको नाममा क्यान्सर बिमारी जाओ यीशुको नाममा एचआईभी बिमारी जाओ यीशुको नाममा एड्स बिमारी जाओ यीशुको नाममा फायर 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 फोक्सोको इन्फेक्सन जाओ भट निस्की यीशु मसीहको सामर्थ्य नाममा हो म प्रार्थना गर्छु कपाल जाने समस्या जाओ अन्धोपन जाओ बहिरोपन जाओ गुङ्गोपन जाओ 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 टन्सिलको बिमारी जाओ यीशु मसीहको नाममा रे डे 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 डेमेन्डे लेब्रिया लाब्रादा नाकाशाकाता बाँझपन खतम भइजा यीशुको नाममा बाँझपन खतम भइजा यीशुको नाममा बेबी बोय बेबी गर्लले ब्लेस भइजाउन् ओ बुढाबुढीमा झगडा गराउने दुष्ट आत्मा निस्कि चाल आउट लेखिएको छ ओ हामीमा शान्ति ल्याउने दण्ड यीशुमा परेको छ फट अशान्ति ल्याउने आत्माहरू जाओ यीशुको नाममा म प्रार्थना गर्छु प्रभु राइट नाउ बुढाबुढीमा परिवारमा मेलमिलापको आत्मा होस् प्रभु पिरियड्स टाइममा रगत बढी बग्ने सेतो पानी बढी बग्ने भट फ्री यीशुको नाममा गर्भमा बच्चा छ सुरक्षित गर्छु नर्मल डेलिभरी हुनेछ यीशु मसीहको नाममा नर्मल डेलिभरी हुनेछ नर्मल शाखा रा ब्रा दाना हासो खो रोदो पत्थरी बिमारी जाओ जाओ हर किसिमका पत्थरी यीशुको नाममा हर किसिमको पत्थरी जाओ 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 पाइल्स बिमारी जाओ 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 पिनासको बिमारी जाओ 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 शाखा रागा दाना ब्राहान्दो लोखरो रोबो सेकेदे लेब्रे जाओ 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 प्यालेस बिमारी खतम भइजा आउट यीशुको नाममा म प्रार्थना गर्छु राइट नाउ ओ कपाल जाने समस्या जाओ माइग्रेनको बिमारी भाग यीशुको नाममा टाउको दुख्ने बिमारी भाग यीशुको नाममा ओ राइट नाउ डिप्रेसन जाओ एङ्जाइटी जाओ यीशुको नाममा ओ सपना नराम्रो नराम्रो देख्ने जाओ यीशुको नाममा निद्रा नलाग्ने जाओ यीशुको नाममा ओ जाओ 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 पाटेकरको समस्या भाग यीशुको नाममा पित्तथलीको समस्या भाग यीशुको नाममा सेन्दे ले ब्रे दे नि हा रा गा दा ना मा खा शाका रा गा ना रा बा दा ला हा सा था ता ना मा म प्रार्थना गर्छु मेरो परमेश्वर हरेकको जीवनमा तपाईको काम होस् मेरो खुदा सुन्नुस् राइट नाउ ओ पागलपनको आत्मा निस्कि चाल भाग यीशुको नाममा म प्रार्थना गर्छु हर नराम्रा चिजहरू ओ कामले ढल्ने छारे बिमारी फायर यीशुको नाममा न्युमोनिया जाओ फायर जन्डिस मलेरिया फायर यीशुको नाममा डेङ्गु फायर एपेन्डिक्स फायर यीशुको नाममा ओ रा बा ना 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 खा लागा नागा रागा रा फ्री यीशु मसीहको नाममा ज्वरो र खोकीहरू जाओ टन्सिलको बिमारी जाओ अल्सरको बिमारी जाओ ग्यास्ट्रिकको बिमारी जाओ फ्री 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 यीशुको नाममा देश विदेश जाने बाटो खुलोस् अस्ट्रेलिया अमेरिका क्यानाडा युके युएसए ओ मेरो परमेश्वर युरोप कन्ट्री जहाँ जहाँको लागि एप्लाई गर्नुभएको छ कोरिया जापान युरोप हो प्रभु सबै देशको लागि द्वारहरू खोलिजा द्वारहरू यीशुको नाममा खोलिजा द्वारहरू यीशु मसीहको सामर्थ्य नाममा म विश्वास गर्छु प्रभु तपाईँले द्वारहरू खोलिदिसक्नु भएको छ यीशुको नाममा देश विदेश जाने द्वार खोल्नु भएको छ जब छैन राम्रो जब दिनुभयो प्रमोसन गराउनु भयो स्यालेरीहरू बढाउनु भयो यीशुको नाममा ओ मेरो परमेश्वर म प्रार्थना गर्छु गभर्मेन्ट जबले ब्लेस गर्छु यीशुको नाममा व्यापार व्यवसाय बिजनेस चलेको छैन चल्न सुरु होस् यीशु मसीहको नाममा म प्रार्थना गर्छु मेरो पिता म प्रार्थना गर्छु घर जग्गा जमिन गाडी छैन होस् साथै यीशु मसीहको नाममा ओ नशाहरू फ्री यीशुको नाममा गाँजा चुरो रक्सी तम्बाकु खाने नशाहरूबाट आजाद भइजाउन् यीशु मसीहको नाममा म प्रार्थना गर्छु मेरो खुदा ओ झुटो केसहरू खतम भइजा फायर यीशुको नाममा म प्रार्थना गर्छु मेरो पिता राइट नाउ हरेकको जीवनमा काम होस् मेरो खुदा ओ रा बान्दा नाखा लागा दान्ना मन्दा लब्राहसा ऋणमा हुनुहुन्छ आजाद भइजाउँ ऋणबाट क्लियर होस् ऋणहरू मेरो प्रभु फाइनेन्सिङ प्रब्लम खतम भइजा फ्री यीशुको नाममा म प्रार्थना गर्छु मेरो परमेश्वर राइट नाउ छोराछोरीहरूमा स्वर्गीय ज्ञान बुद्धि बोल्छु प्रभु स्वर्गीय बुद्धिले भरिउन् ओ स्वर्गीय ज्ञानले भरिउन् तपाईँको महिमामय काम उहाँहरूको जीवनमा प्रकट होस् नसोचेका कामहरू होस् मेरो प्रभु मिरेकल्सहरू होस् हिलिङ डेलिभरेन्सहरू होस् बी ब्लेस इन द नेम अफ जिजस धन्यवाद धन्यवाद सबै महिमा तपाईँलाई दिन्छु चालिनुहोस् यीशु प्रभुको नाउँमा आमेन सबैजना आमिन भन्न सक्नुहुन्छ स्क्रिनमा आउने नम्बर हाम्रो व्हाट्सएप नम्बर हो तपाईँलाई सेभ गरेर आफ्नो प्रार्थना विषयहरू पढाउन सक्नुहुन्छ हामी तपाईँलाई प्रार्थना गर्नेछौँ अनि मैले भनिहालेँ पोखरामा हाम्रो चर्च न्यू रोडमा छैन हाम्रो चर्च सरिसकेको छ तपाईँ यदि थाहा छैन भने तपाईँ फोन गरेर आउन सक्नुहुन्छ पुरानो एयरपोर्ट डेम साइडमा सरेको छ
पार्दी 17 तपाईँ त्यहाँ आउन सक्नुहुन्छ। अनि हाम्रो हिलिङ क्रुसेड 2082 साल यही चैत 24 गते है, चैत 24 गते पोखरामा मङ्गलबारको दिन परेको छ। बिहान 10 बजेदेखि सुरु हुन्छ। तपाईँ यदि आउने इच्छा छ भने तपाईँ पहिल्यै फोन गरेर चाहिँ आफ्नो नामहरू टिपाउन सक्नुहुन्छ। पैसा लाग्दैन, फ्री हो। तपाईँ आएर नाम टिपाएर अनि हिलिङ क्रुसेडमा एन्ट्री गर्न सक्नुहुन्छ है, किनभने परमेश्वरले ठुलो काम गर्नुहुन्छ त्यो दिनमा। आमेन। त्यही कारण तपाईँ हिलिङ क्रुसेडमा आउनको लागि हामीलाई फोन गर्न सक्नुहुन्छ।